गुड मर्निङ फेरि पनि तपाईहरुलाई ट्रिजा ब्लग च्यानलमा स्वागत छ र तपाईहरु पनि सन्चै हुनुहुन्छ होला। यहाँ म पनि सन्चै छु र आज चाहिँ एकदमै राम्रो हाम्रो यहाँनिर घामहरु लागिरहेको छ नि त। हिजोदेखि चाहिँ अलिकति गरम पनि चढ्नु थाल्यो र म चाहिँ आज चाहिँ मेरो किचनहरु चाहिँ पुरा मैला भइराख्यो थियो हो। त्यसले गर्दाखेरि चाहिँ आज म चाहिँ मेरो दिनभरिको काम चाहिँ आज चाहिँ म घरको कामहरु देखाउने छु तपाईहरुलाई। तर तपाईहरुले चाहिँ स्किप नगरी सुरुदेखि अन्तसम्म हेरेर लाइक सब्स्क्राइब र शेयर गर्नु चाहिँ नबिर्सनु होला भन्दै अब हेर्नुस् है त आजको दिनभरिको मेरो काम चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ मेरो मात्रै हैन मेरो हस्बेन्ड र नानीको काम चाहिँ आज दिनभरि के छ भन्दा चाहिँ अब हेर्नुस् है। हेर्नु सक्नुहुन्छ हस्बेन्डले चाहिँ पर्दाहरु किचनको डल्लै निकालिसकेको छ र यताको पनि निकालिसकेको छ है। अब यो सबै निकालेर आज चाहिँ हामी डाइनिङ टेबलको पनि यो कुसनहरु चाहिँ मैले सुकाएको छु माथि छतमा र अब पुरै यिनीहरु चाहिँ निकालेर लथालिङ्गै बनाउनु भएको छ। यहाँ हेर्नुस् न धुलोहरु यस्तो धुलो भएको छ नि मेरो घर चाहिँ हेर्नुस् न यहाँ देख्नु हुँदैछ धुलो भइरहेको छ पुरा। आज चाहिँ म यो पुरा सफा गर्छु र बाउ छोरीले चाहिँ पापा र छोरीले चाहिँ आज चाहिँ माथि उनीहरुले चाहिँ लुगाहरु धुन्छु वाश गर्छु भनिरहेको छ नि त लुगाहरु हो। अनि यहाँ हेर्नु न चिया मैले तपाईहरुलाई चियापत्तीको त्यो सर्ट भिडियोमा हालेको थिएँ नि है अर्ग्यानिक भनेर। यो चाहिँ चियापत्ती हेर्नुस् न आज बनाएर खाएको यति राम्रो सेन्ट छ मिठो भएको छ क्या यो चिया। यहाँनिर अलिकति छ मकमक आयो गर्ने सेन्ट आयो। यहाँ हेर्नु न अब यिनीहरु चाहिँ एकछिनमा म सानाक्सिनै गरेर चाहिँ म तपाईहरुलाई फेरि म भेट्ने छु। अहिले चाहिँ यस्तो लथालिङ्गै छ मैलाहरु पनि देखिसक्नु भएको छ है। अब यताबाट जाँदाखेरि चाहिँ यहाँ हेर्नु न मैले घर पनि बढाल्दै थिएँ। घर बढाल्दै गर्दाखेरि चाहिँ मैले सोचेँ कि आज चाहिँ म घरभित्रको अलिकति भ्लगहरु चाहिँ बनाउनु पर्यो। निकै दिन भयो घरको भ्लगहरु काम कुरो गरेको बनाएको छुइनँ भनेर। यहाँ हेर्नु न यहाँको कुसनहरु पनि डल्लै सुकाएँ ब्ल्याङ्केटहरु पनि डल्लै सुकाएँ राम्रो बिस्तारा पनि मिलाएको छुइनँ हो। अहिले एकछिनमा फेरि म चिटिक्कै बनाएर यो बिस्ताराहरु पनि मिलाउने छु है। अब यस्तै छ यहाँ हेर्नुस् हाम्रो यहाँ इनक्वालिटीहरु भइरहेको छ अघि निकाल्दाखेरि यो सबै सफा गर्छु। र अब यो चाहिँ छोरीको रुम हो छोरीले चाहिँ चिटिकै नै बनाइरहेको रहेछ र पनि अलिअलि यो छोरीको रुमहरु चाहिँ सफा गर्छु। यहाँनिर यो चाहिँ अलिकति हावा पस्नु दिनु पर्यो यो चाहिँ यहाँनिर यो चाहिँ छोरीको पढ्ने बुकहरु हो है। यहाँनिर यस्तो छ यो छोरीको गोद्रेज यो गोद्रेज चाहिँ पुरानै हो उसले नयाँ किन्नु मान्दैन नि त यो चाहिँ पुरानो हो हाम्रो होइन। अन्त माया लागेर चाहिँ यो गोद्रेज चाहिँ उसले यही होस् मम्मी पापा भनेर उसले यही चलाउँछ। सामानहरु उसको यहाँ राखेको छ यो कम्प्युटर टेबलहरु उसको है। यहाँनिर यी अब गिटारहरु त्यहाँ छ जहिले बजाउने गिटारहरु हो। अब त्यस्तै छ अब सानाक्सिनै गर्छु। र मेरो घरमा चाहिँ हेर्नुस् है त मैले अस्ति रोपेको फुलहरु यस्तो मजाले फुलिरहेको छ। यहाँ हेर्नु सक्नुहुन्छ यो रेनोक्लस के भन्छ यसले पनि कोपी लाएर हान्दैछ कस्तो कलर छ कुनी। यहाँ हेर्नु न मेरो घरमा चाहिँ अहिलेसम्ममा सयपत्री फुलहरु छ है यहाँ हेर्नु न कस्तो दामी फुलिरहेको छ यसले पनि है। यहाँनिर मजाले फुलिरहेको छ। यताबाट जाँदा चाहिँ यहाँ हेर्नु न फुल फुलिरहेछ। यो चाहिँ हेर्नु न मजाको यति लामो भएको थियो कि मरेको थियो र यो पहेँलो डल्लै निकालेको छ टुसा आउँदै रहेछ यहाँबाट हेर्नुहोस् न हो दामी फुल फुलेको छ है मेरोमा चाहिँ। यो चाहिँ मैले श्रीनगरबाट लिएको बिउ हो फुल्नु चाहिँ फुलेको छैन यो कस्तो छ कुनी हो। मैले यो चाहिँ घरमै छरेर चाहिँ यो रोपेको हो नि त मैले बिजन चाहिँ घरमै बिउ चाहिँ घरमै त्यसको सिड चाहिँ घरमै छरेर चाहिँ मैले 1 2 3 4 5 6 7 8 9वटा भएको थियो यो रोपेको। यो चाहिँ हो डगीको बिस्ताराहरू है। यहाँ हेर्नु न कति राम्रो फुलिरहेको छ यस फुल वाउ है। हेर्नुहोस् त यस पत्ता देख्नु भएको छ एउटा पत्ता छैन हेर्नुहोस् है पत्ताहरू। अब यहाँबाट टक्कै अब यता जाउँ घर चाहिँ हेर्नु न बढाल्दैछु मैले हो। अब अलिकति भ्लग बनाइहाल्छु नि त अलिकति भ्लग बनाउँदै नै जान्छु है त अब के गर्दैछ। यहाँ हेर्नुहोस् ल अगाडिपट्टि मेरो फुल उयो फुलिरहेको छ। यहाँ चाहिँ सिनेरियाहरू फुलेको छ। यहाँ हेर्नु न कस्तो दामी दामी फुलिरहेको छ हो दामी फुलिरहेको छ सिनेरियाहरू। यो चाहिँ एउटा चाहिँ वाइट छ है त्यस्तै छ। यो चाहिँ प्लान्ट हो। यहाँ हेर्नु न यो चाहिँ यतै बाथरुम। अब यो तालामुनि चाहिँ म देखाउँदिनँ तालामुनि पनि फुल पुरै छ। अहिले चाहिँ म माथि माथिको मात्रै बादमा तपाईहरुलाई
तलमुनि देखाउने छु। हेर्नुहोस् है, यहाँ पनि फुलिरहेको छ यो फुल। यो चाहिँ माथिल्लो तलै वाउ दामी है, फुलिरहेको छ। यो चाहिँ हो प्लान्ट होइन। मैले पूजा चाहिँ गरिसकेको छु। बिहान नै उठेर पनि पूजाहरू चाहिँ गरिसकेँ। तपाईँहरूले पनि दर्शन गर्नुहोस् है। यहाँ चाहिँ यो कुसनहरू मैले तलमुनिको डल्लै सुकाएको नि त। यहाँहरू ब्ल्याङ्केटहरू हो सबै सुकाएको छु हो। यहाँ हेर्नु न, हामी चाहिँ कोठेबारी कि के भन्छ नि, पटमा नै हेर्नुहोस् त कोपीहरू पुरा फलाएको छु नि। अस्ति रोपेको मजाले फल्दैछ। यहाँ पनि फुलहरू रेडी हुँदैछ है हाम्रो। यता यहाँ हेर्नु न, अस्ति यहाँको धनियाँ चाहिँ खाइसकेर फेरि यहाँनिर नेक्स्ट फेरि धनियाँ उम्रिँदैछ। हौ ल, यहाँ चाहिँ छोरीले कपडा धुँदैछ। बाउ छोरीले होइन आज के अरे लुगा हेर्नुहोस् न कति छ। ला पैसा भिज्यो। यहाँ हेर्नु त पैसा पनि भिज्यो। कति थियो ओह के भनिदिनु न, आज के गर्ने? गुड मर्निङ। आज बिल्कुल घर चाहिँ साफ सफाई, लुगाहरू जति पुरा ओ हतार छ अरे बुढो। अयो अब म पनि सफा गर्छु। तपाईँहरूलाई एकछिन बादमा भेट्ने छु है त। ल अब म चाहिँ घरहरू बढाल्नुलाई रेडी गर्दैछु। अब तपाईँहरूलाई घर बढाल्दै के पो क्यामेरा मोबाइल हातमा बोक्दै बढाल्नु चाहिँ मलाई पुरा झमेला लाग्छ नि त हो। अन्त म सबै सफा गरिसकेर चाहिँ फेरि आधी सफा गर्दै तपाईँहरूलाई फेरि म भेट्ने छु। हेर्दै गर्नुहोस् होला। चाहिँ अब यो छोरीको रुम हो, अन्तखेरि यतापट्टि मेरो रुम चाहिँ सफा पारिसकेको छु। मैले चाहिँ यो बन्द गर्ने कारण चाहिँ हाम्रोमा डगीहरू दुईवटा छ, त्यसले गर्दा सानाकसिनिक गरिसकेँ बिस्ताराहरू है। यता पनि सबै यो सफा गरेर यिनीहरू ओछ्याएर चाहिँ अब चिटिक्कै गरिसकेको छु होइन। अब यहाँको मैले यो प्लान्ट चाहिँ बाहिर राखेको छु नि त, घाम लागिरहेको छ र। अन्त यता चाहिँ सिनिक्कै गरेँ। अब चाहिँ मेरो किचनतर्फ लाग्छु। यता छोरीको पनि सफा गरिसकेँ। म चाहिँ अब यो गीत पनि बजाउँछु नि त। अब सानो गीत सुन्दै चाहिँ म बजाउँछु है। अब यहाँदेखिको उता चाहिँ मैले सफा गरिसकेँ। अब यता किचनहरू चाहिँ सफा गर्नु छ। किचनहरू हेर्नुहोस् त, लथालिङ्गे नै छ हो। अहिले किचन पनि सफा गरेर फेरि तपाईँहरूलाई म भेट्ने छु। अब चाहिँ म गीत सानो बजाउँदै काम गर्छु है साथीभाइ हो। मैले चाहिँ ऐनाहरू पुसिसकेँ र मैले पुस्दै गर्दाखेरि चाहिँ मलाई एक्लै चाहिँ अब पुरा पुस्नु साह्रो परेर चाहिँ आउनुभयो हस्बेन्ड पनि आएर चाहिँ हस्बेन्डलाई पनि फेरि सघाउनु लाग्यो नि त। यहाँ हेर्नुहोस् न बिहान कस्तो थियो हो यो मैला। अहिले हेर्नुहोस् त खिड्कीको ऐनाहरू यतातिर हेर्नुहोस् त कस्तो सफा भयो हो। सफा बनायौँ। अब चाहिँ हस्बेन्डले चाहिँ ला त्यो त फाटेको रहेछ, अर्को लाउनुपर्छ ब्लू कलरको। पर्दा हेर्नु न फाटेछ, थाहै भएन हामीलाई हो। अर्को निकाल्छु। यहाँ चाहिँ छोरीले खाना बनाउँदैछ। यताको पनि हामीले डल्लै सफा गरिसक्यौँ। नानीले चाहिँ खाना बनाउँदैछ है। पर्दा चाहिँ म चाहिँ पुरानै लाउँछु है, किनभने किचनमा नयाँहरू चाहिँ अब कोही बेला के हुँदा मात्रै लाउँछु, दसैँहरूमा मात्रै लाउँछु हो। खाना बनाइसक्यो, अब खाना खानुपर्छ र खाना खाइसकेर चाहिँ पर्दा लाउँछु। फेरि तपाईँहरूले हेर्दै गर्नुहोस् होला, एकछिन बादमा भेट्ने छु। अब चाहिँ पर्दाहरू पनि आधी लगाइसकेँ है। भोक लाग्यो, 1:30 भएछ नि त। अब चाहिँ खाना खाएको यो चाहिँ हो मस्यामको दाल। मस्यामको दालमा चाहिँ हेर्नुहोस् है सिद्रा पनि लगाएर बनाएको, सानो सिद्रा। यो भित्र छ सिद्रा र फुलकोपी र आलु, यो अन्डा, यो खोर्सानी। लु खान्छु है म चाहिँ, भोक लागिसक्यो। लु खाएँ चाहिँ खाना खाएर पनि अब पर्दाहरू सबै लाएर चाहिँ चटक चिटिक बनाइसकेँ। यो कुसन कभर चाहिँ म अहिले लाउँदिनँ, भरे लाउँछु। थाकेँ नि त पुरा। अन्त भाँडाहरू खाना खाएर पनि भाँडा छोरी र बडीले सानाकसिनिक पार्यो है। अब यी चिटिक्कै पारेको छु। अब चाहिँ म एकछिन रेस्ट गर्छु, थाकेँ नि त। आम्मा फोनमा मस्त छ है मान्छेहरू। चाहिँ घरमा रेस्ट गरेर होइन, घरमा काम चल्दैछ नि त। त्यो चाहिँ मैले भैयाहरूलाई ग्रिलहरू लगाएको चाहिँ मैले देखाइनँ।
किनभने भैयाहरूलाई चियाहरू दिएँ होइन बिहान लुगाहरू सुकाएको थिएँ त्यो लुगाहरू सबै हुलाल गरेर चाहिँ फेरि मैले मेरो डगीलाई लिएर आएँ नि त ब्रुनो लिएर चाहिँ म चाहिँ आएछु गोर्खा स्टेडियममा वक गर्दैछु है यहाँ हेर्नु सक्नुहुन्छ अहिले चाहिँ म धुलो पुरा रहेछ यहाँ ग्राउन्डमा चाहिँ धुलो भएको कारणले गर्दा चाहिँ म चाहिँ यहाँनिर नै क्या ट्रस लगाएकोमा नै हिँड्दैछु नि त हेर्नुहोस् ल म चाहिँ यहाँनिर हिँड्दैछु मेरो हस्बेन्ड र मेरो नाति सम्राटको छोरा मेरो ब्रुनु चाहिँ पर कुद्दैछ हो त्यसलाई चाहिँ मैले यसले धुलो पुरा उठाउँछ नि त त्यसले गर्दा त्यहाँ खेल्दैछ है यहाँनिर कुकुरहरू पनि थुप्रै छ यहाँनिर चाहिँ पर देख्नुहुँदैछ पर निलो निलो देख्नु भएको चाहिँ यहाँनिर चाहिँ आज चाहिँ आर्मीकोहरू चाहिँ अब यहाँबाट हाम्रो त नजिक पर्छ नि त गोर्खा स्टेडियमबाट चाहिँ त्यसले गर्दा चाहिँ रनिङको लागि आएको रहेछ उनीहरू चाहिँ एक्सर्साइजहरू गर्दैछ यहाँनिर ट्युसन जाने नानीहरू हेरिरहेको छ यहाँबाट चाहिँ यसो दृश्यहरू देख्छ हुनु त मैले यो गोर्खा स्टेडियमबाट चाहिँ मैले कति यहाँनिर मैले देखाइसकेको छु तपाईँहरूलाई है र पनि आजको वेदरमा चाहिँ यस्तो छ हाम्रो दार्जिलिङतिर चाहिँ गरम पनि चढिसकेको छ नि त अहिले त्यसले गर्दा चाहिँ हेर्नु सक्नुहुन्छ है तपाईँहरूले आजको मेरो दिनभरिको यही हो काम कुरोहरू है यहाँनिर तपाईँहरूलाई म यहाँबाट पनि देखाउँछु है त हाम्रो सनराइज स्कुलहरू है यहाँबाट के कस्तो छ है देखाउँछु हेर्नुहोस् है त यहाँनिर चाहिँ यो ठुलो तपाईँहरूलाई जुम गरेर देखाउँदैछु ल अरे जुम पनि के भएको मैले तपाईँलाई जुम गरेर देखाउँदैछु है यो चाहिँ हो सनराइज स्कुल है पढ्नु सक्नुहुन्छ यो पारि नजिक देखेको चाहिँ यो चाहिँ हो तकदा टी एस्टेटहरू हेर्नुहोस् न हो म चाहिँ तपाईँहरूलाई जुम गरेर देखाएको है यो चाहिँ यो यता देखेकोहरू चाहिँ मेरो हातले देख्नुहुँदै होला कता हो हात पनि यो देख्दै गरेको चाहिँ भोटे बस्तीहरू है यहाँबाट देख्न सक्नुहुन्छ हेर्नुहोस् न हो यहाँनिर सनराइज स्कुल अब यहाँबाट फेरि तपाईँलाई म देखाउँदैछु फेरि यहाँबाट गएपछि चाहिँ यो पनि यो देख्दै गरेको पनि सनराइज स्कुलै हो र यो चाहिँ हाम्रो निम्न माध्यमिक विद्यालय यो रातो देख्नु भएको उतापट्टिको चाहिँ लामो है यसलाई चाहिँ कम्युनिटी हल पनि भन्छ हाम्रो घर चाहिँ यो साइड हो यो रातो धुरी देखिरहेको छ नि त्यहाँको अलिकति उतापट्टि चाहिँ हाम्रो घर छ एकदमै यो उकालो चाहिँ भिडभाडका ज्यादा छ क्या गिङहरू पनि आधी देख्दैछ यहाँबाट है अब यताबाट फेरि तपाईँहरूलाई पनि गोलाइ पर देख्नु भएको चाहिँ यो चाहिँ टाइगर हिल हो टाइगर हिलको देख्दैछ टावर यो चाहिँ देख्दैछ राँगेरुङ परनिर देख्दैछ पान्दाम टी एस्टेट है नाति बाजे चाहिँ खेल्दैछ र यो हो हाम्रो ग्राउन्ड है आज चाहिँ मान्छेहरू प्रायः छैन नि त अब एकछिनदेखि चाहिँ मान्छेहरू सुरु हुन्छ आउनु क्या हो बे मेरो पप्पीको क्या हो बे क्यों यता देखो यता वक गरेर पनि घरमा आइपुगेको छु है अब तपाईँहरूलाई मैले दिउँसो चाहिँ मैले भिडियो किन नबनाएको भने यसरी सुन्नुहुँदैछ मेसिन ढ्याढा गरेको आवाज आउँछ नि त भइहाल्यो काम गर्नुहुँदैछ नि म जता है त्यता यो चाहिँ अब हेर्नुहोस् है त यस्तो छ नि त यस्तो यहाँनिर चाहिँ एल्युमिनियमको खिड्कीहरू लाउँदैछ नि त हो यहाँ पर मेसिनहरू छ भइहाल्यो लाउनुहुँदैछ र चाहिँ मैले दिउँसो चाहिँ भ्लग नबनाएको नि त काम गर्दैछ हो यहाँनिर चाहिँ लगाइसक्यो यहाँबाट चाहिँ यस्तो देख्छ है हाम्रो घरबाट चाहिँ यहाँनिर यस्तो आवाज आउँछ त्यो कारणले गर्दा भइहाल्यो बनाउँदैछ बाँकी नै छ काम पेन्डिङ है अब बिस्तारै गर्दै बनाउनुपर्छ के गर्नु अब चाहिँ म छिङबादमा पूजाहरू गर्नेछु फेरि तपाईँहरूलाई पनि परिसक्यो हो सबैको घरमा लाइट बल्यो हाम्रोमा पनि लाइट बलिरहेको छ भइहाल्यो आज के गर्ने होइन काम
यति नै गर्ने है रात पर्यो नि त है हो ढिलोसम्म गरे अरे काम हो अब आजको लागि चाहिँ सक्यो आजको लागि चाहिँ सक्यो हात खुट्टाहरू धोएर चाहिँ पूजा गर्नुपट्टि लाग्नेछु है अब चाहिँ हात खुट्टा धोएर पूजा गर्छु है पूजा गरेर चाहिँ फेरि के हुन्छ कसो हुन्छ काम कुरो बेलुका साँझ खाना पनि खाइसक्यौँ होइन र अब हामी चाहिँ रेस्ट गरेको यति भन्दै आजको मेरो ब्लग यहीँ समाप्त गर्दछु र तपाईँहरूलाई फेरि नेक्स्ट भिडियोमा भेट्नेछु बाई गुड नाइट सेवान्ने